ड्राइभरीको भाकैमा कस्तुरीले भिखारीले मार्यो नि कस्तुरी एकचोटि सम्झेलौ निष्ठुरी हावा सररा लमजुङे डाँडैमा हावा सररा जता छ निर्माया उतै नजरा अनि परे मेलैमा गएको कान्छीसँग भेट भएको मै खोलाको तिरैमा बसी नछुटिने कसम खाएको नछुटिने कसम खाएको ओइ तिमी आइनौ चरी उड्यो बादल लाई म बसेको रेलै उड्यो कान्छी बस्यो एक्लै रुनलाई असारे महिनामा पानी रुजाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्छन् है मैच्याङले रुँदै धारा नौडारा पारी छ कम्पनी सहारा बिछोडको बेलैमा पिँढीमा बसी के थियो बिछोडपछि के हुन्छ अब मिलन यो मेरो मन कसरी बुझाउने अब हेलो गाइज होइन आज चाहिँ हामी जान लागिरहेका छौँ मुस्ताङको लौके झरना यस्तो पागल होइन के अरे गाइज हामी चाहिँ जाँदैछौँ नुवाकोटको लौके झरना जाँदैछौँ हामी नुवाकोटको लौके झरनामा जाँदैछौँ गाइज हामी सबै एउटा अलि अल्टरै कता सबै अलि हावै रहेछन् हावा नचल्दै गर्नु पर्यो हावा चल्लो सररा त्यो पारी डाँडैमा आतै झिरिरी तिमी बजाऊ मुरली फिरिरी म नाच्छु फिरिरी हालै यो चाहिँ हालै हालम हेलो गाइज म चाहिँ आज मेरो साथीहरूलाई प्राइम गर्नु गइरहेको चाहिँ ए दिदी तपाईँहरूलाई मैले बोयफ्रेन्ड खोज्दा छु नि मेरो साथीहरू साँच्चै हो क्या मलाई पनि फोटो हेर्ने कि रियलमा भेट्ने हामी त रियल भेट्ने हो बोल न सक्छौ तिमी रियल देखाउ न किन सक्दिनँ के छ ल सक त ल अहिलेको अहिले साँच्चै हेर्न मलाई पे गर्छु मलाई पनि तपाईँलाई पनि आज गाजु पे गर्ने ल ल देखाइदिन्छु दुवैजना होइन तपाईँहरू एक एकवटा चुज गर्नुहुन्छ म त्यहाँ हेर्नु अर्कोलाई यता म त जान्न त्योसँग यहाँ अर्कोलाई एक एकवटा तपाईँहरूलाई राम्रो छ के यस्तो राम्रो बोयफ्रेन्ड खोजिदिँदा पनि यिनीहरूलाई पोज्दैन तिमी आफै जाऊ त सधैँ गाइजहरू यदि कोही होइन त्यो दुईजना अधिकृत हुन् बाँदरसँगको अधिकृत हो रे नि के अरे कुरा सुन्नुहोस् होइन मलाई के पहिला गाउँमा हुँदा चाहिँ काठमाडौँ गएर काठमाडौँ कस्तो होला आहा कस्तो रमाइलो होला जस्तो लाग्थ्यो कि अहिले त काठमाडौँ देखेर सास फेर्नै मुस्किल हुन्छ तपाईँहरूलाई मलाई त काठमाडौँ जस्तो झ्याउ संसारमा लाग्दैन तपाईँलाई सानो हुँदा चाहिँ काठमाडौँ खत्रै होला जस्तो लाग्दैन थियो आउनु चाहिँ यति धेरै रहर है आउनु कति धेरै रहर लाग्ने अनि पछि लागेर आउने क्या आमासँग अनि पछि लागेर आउने अनि भोलि जाने भनेपछि त्यो भित्रैदेखि उल्टी आउने वाक लाग्ने म त यो काठमाडौँ जानै नपरोस् कहिले जान्न भन्नुहुन्छ अहिले यार काठमाडौँ बस्नु पर्छ काठमाडौँ गएर गाउँ जानेहरू धनी मान्छे गाँस लाग्छ के सुन न पहिला अहिले त काठमाडौँ सहर देख्दा लाग्छ रहर छ्या साला सानोमा धेरै मायामा फुर्केको भएर होला के अरे अहिले मान्छेले एउटा सानो केही पेट पानी केही बचन लगाए पनि मलाई धेरै मन दुख्छ क्या त्यही भएर हो गाइस तर हामीहरूलाई चाहिँ सानोमा चाहिँ त धेरै बढी अलिअलि चाउचाउ बिस्कुट खानु पाउँथ्यो त्यस्तो धेरै त वाक्क छादुन्जेल खान पाउँथ्यो अहिले चाहिँ बरु फेरि मकै भटमास त गाउँको खानेकुरा खानु मन लाग्छ डाँडाको पारी तो डाँडामा हेर घाम लाग्यो रमाइलो लाग्यो मलाई रमाइलो तिमी न
छाता नि झिका न मेरो ब्यागमा ल्याउनु छाता झिको पानी पर्न लागि आफ्नै झिका भयो बहिनी घामले मलाई सताउला काली मलाई बनाउला जुन केरीले अब अर्को एउटा गीत गाउँ दामी रहेछ क्या भ्युज एक दुईटा गीत गाउँ। निकाल्ने त्यही लास्ट गीत गाऊ है म क्यान्सल गरिदिन्छु अब हेलो लामो होइन तपाईँहरूलाई चाहिँ आज म चाहिँ यस्तो खतरा ठाउँमा हामी लाग्दैछौँ होइन मुस्ताङ त्यो झरना। खतरा ठाउँ यस्तो राम्रो झर्ना चाहिँ तपाईँहरूलाई त्यहाँ गएपछि चाहिँ काठमाडौँको कोलाहाल वातावरणले सास फेर्न गाह्रो छ भने यो जङ्गलमा आउनु सास फेर्न लगाएपछि चाहिँ एकदम मिल्छ हो यिनको 4टा छोराछोरी छ अनि एक एकवटा हामीलाई भिडाउन लागेको छन् छोराछोरी बुढो कि छोरी जाँदैन तपाईँको बुढो ए बुढो चाहिँ भाग लाग्नु मिल्दैन ल सरी आया। ल गाई सबैजना आऊ अरू भिडियो नै आउँछ हाम्रो अरू नै आउँछ नेक्स्ट पार्टमा हेर्नु होला हस् त धन्यवाद